समस्या त छ नि, समस्या छैन भनेर कसैले भन्न सक्नुहुन्छ? नेपाली ठगिएको छैन भनेर कसैले भन्न सक्नुहुन्छ? हामी चाहिँ त्यो भनिरहेछौँ कि नेपाली ठगिन बाध्य छन्, ठगिन बाध्य नहोस्, त्यसरी प्रस्थान बिन्दुमा जाम न भनेर भन्दै गर्दा उहाँहरू चाहिँ एउटा कर्मचारीलाई देखाएर पन्छिन खोजिरहनु भएको छ। र अर्को तर्क, यदि अख्तियारले यो मुद्दाको फैसला गर्दैछ, छानबिन गर्दैछ भने अख्तियारले कर्मचारीको दायरा मात्र हेर्न सक्छ, ऊ त्योभन्दा बाहिर जान सक्दैन। तर यसमा राजनीतिज्ञ, निजी क्षेत्रको ट्राभल एजेन्सीहरू लगायत सबै संलग्न हुन सक्छन्, जुन अख्तियारको दायराभन्दा बाहिरको कुरा हो। त्यसैले गर्दा सबैलाई समेट्नको लागि अख्तियारको प्रक्रियाले ठेक्दैन, यसलाई अरू विशेष छानबिन समिति बनाउनु पर्छ भनेर माग हो। र यही माग लिएर हामी यो प्रकरण सदाको लागि यो समाधान होस् भन्ने चाहिरहेका छौँ। एउटा व्यक्तिको पदको पछाडि हामी लागेको होइन, उहाँहरूले त्यसरी व्याख्या गरेर उम्किन खोजिरहनु भएको छ। धन्यवाद।